चाहिँ बाचा बाँधेको अरे अब यहाँ भित्र कोही पस्न पाइँदैन होइन हामीलाई हातमा पहिला थाहा हालिदिनु पर्छ अनि माथि लाने हो बिस्तारै बिस्तारै त्यति गरेर प्रभु से मुख छ के हो माथि तल गरेर दिदी आयु ल खनको मात्रै हो भयो त्यो अब पानीले अब धेरै चाहिँ कसलाई लगाइदिने हो लगाइदियो अलि उसलाई चाहिँ नलाइ तलबाट चाहिँ ल्याउने हो कुदेर माथि घाट यस्तो हुनुपर्छ टिका बिचमा काम पक्कु बनाउनलाई तिहारको लागि कति केजी ल्याएको 13 केजीको लागि 7 केजी मात्रै हो बेसी छैन 7 केजी चाहिन्छ त अब खानु पर्छ नि तिहार हो खाने तपाईँले होइन त माइतीलाई पकाउनु होइन नि पहिला आफूले खाने हो त्यसो होला हो चाहिँ पक्कु बनाउनलाई म्यारिनेट पुरा हुँदैछ दसैँमा नि यस्तै गरिएको थियो अब आफ्नो चाहिँ काम यस्तै हो त्यही मोल्ने मात्रै हो अझ जानिँदैन पकाउने हो तर आज चाहिँ मै पकाउने हो खसी अस्ति त बाहिर पकाएको थियो आज त पानी परेर झरेर कस्तो छ भने नि गाह्रो भयो अब भित्रै हो के गर्नु मैले बनाएको पक्कु बाहेक अर्को मन पराउँदैन जबरजस्ती भने पकाउनै पर्यो यो फेमस हुन राम्रो बनाउनु पनि राम्रो हुँदैन अर्को पालि त नुन चर्को बढी हालिदिन्छु खाँदैन नि कसैले ए कम मेहनत छ अब 3-4 घन्टा लाएर बनाउनु पर्यो अनि यी कलरहरू पनि यसो यसो गरेर बिउ कलर सबैलाई चढाउनु पर्छ यिनीहरू पनि सबै यसो यसो गरेर गर न यसो यसो गरे भइहाल्यो नि सबैलाई यसो टेबलमा बरु गुवामाथि बसेर गर्नुपर्ने छ घुमिसकेर चाहिँ टिका लाउँदा चाहिँ बरु त्यहाँ बसेरै गर्नु पर्ला है सबैतिर यसो चढाऊ होइन ल यहाँ फुलमा पनि यसो फुल मालामा पनि चढाऊ अनि एकैचोटि अनि त्यहाँबाट पानी अनि लिएर घुम्ने पानीले घुमायो अब यो टिकाहरू सारा फुलहरू चढाइदेऊ अनि त्यो अरूलाई चढाइदेऊ यो चाहिँ बाचा बाँधेको अरे अब यहाँ भित्र कोही पस्न पाइँदैन ल होइन अब यो पानीको कलश लिएर अनि सिधै तिमी हुतुत पार न 3 चोटि नै अब हामीलाई त्यसरी नै सिकाएको थियो आमाले त्यही गर्छ आउन पाइँदैन है ल अब फुलले पूजा अलिकति म उता जान्छु होइन रोटी दिन्थे होइन हामीलाई कपालभित्र काहीँ अड्काउने छैन तलदेखि पूजा फुल चाहिँ अलिक थोरै भएर लगाइदेऊ न पुग्छ 3 जनालाई पल्लोको लाइन चाहिन्छ होला नि पुग्छ अलिअलि लाउने त हो नि अलिअलि भयो त तताउँदै गर्नु थालहरू रेडी बनाउनु है यहाँ सक्दाखेरि त्यहाँनेरि पनि रेडी बनाएर हातमा पहिला थाल हालिदिनु पर्छ अनि माथि लाने हो चुना आएको उता माथिको के स्टिकर जति भएको छ रातो चाहिँ होइन रातो किन लानु पर्यो त अचताको रातो छ
चपाक्क चाहिँ भएको रहेछ लाग्दैन लाग्दैन क्या त्यो चाहिँ सजाउने मात्रै हो क्या माला फुलको माला नि हो त्यो माथि रातो अलि ठुलो लाग्यो उसलाई त रङ पनि नलाग्ने हो अर्को पालि तिमीहरूको दिन यस्तै हुन्छ न अब क्यामेरा मेन पनि अपग्रेड अर्कोचोटिबाट अङ्कललाई कुकबाटै कुकबाट रिटायर यहाँ एकजना सिकाउने चाहियो हो त्यहाँ रातो त्यो पिङ्क लगाइदियो अनि त्यहाँबाट अलिक खुल्छ एउटा कलर लगाइदेऊ न हो त्यो लगाइदेऊ न बिस्तारै बिस्तारै त्यति बेला प्रभु मुख छ के हो माथि तल गएर ल ल भयो 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 तिम्रो मुख चाहिँ देखेको छैन अलिकति हात तल गर ओके भयो आशिष पनि थियो है आशिष मान्नु नै हो दिदी आयु ल ठिक छ ल ल ठिक छ भयो भयो कुन खाने मिठाई ल पक्र अब खाऊ सबका आफ्नै छन् चम्चा जुठो हुँदैन ल ल चिन है चिन आफ्नो आफ्नो चम्चा चाहिँ हातैमा देउथ्यो यो दुईजनाको ल कस्तो अप्ठ्यारो हुँदो यता 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 दुईजना यता हेर दुईजनाले जेनिस हेर्ने होइन त ल ल ल ल ल ल आफ्नै धुनमा भएको ठिक छ हेर्न त फोटो खिचे जस्तो भइहाल्छ अब होती राख्दै उनीहरूले खाँदै गर्छन् त्यहाँ के खान्छन् आफै राखे निकालेर खाँदै गर्छन् अनि यो जेनिसको दही चाहिँ छुट्याइदिएको तिम्रो अब यो फोटो खिचेपछि टोपी चाहिँ मैले प्याक गरिहालेँ टोपीभित्र हालेपछि ला टोपी त भित्र हालेँ भने क्या मैले चाहिँ उसले लगाइदिन्छ नि दिदीले टोपी नभएर अर्को दिन गएर काटेर ल्याएको कामको ठुलो हो र अब कालीले लगाइदिन्छ यो त साह्रै ल लाउँदिनँ म यो के लेखेर छ भन्दै थियो अब छैन त के गर्नु यही मात्र अर्डर गर्नु तिमीहरू पनि प्रेग्नेन्ट भयो क्यामेराम्यान हेर्नु न
ए अब के गर्ने गाह्रो छ क्यामेराम्यान सेतो क्या कति साह्रो लाग्यो यसले चाहिँ त्यस्तै गर्नु भन्दै हुन्थ्यो मालालाई सबैले एकैतालमा होला एकछिन है त्यो त मेन हो नि त ल अझै भएकै छैन अझै भएकै छैन ल भयो बिचरा छैन भयो बुहारीलाई के ढोगाउनु भाइहरूको चाहिँ अधिकार हो बुहारीलाई ढोगाउनै पर्यो नि यो चाहिँ एक खनको मात्रै हो भयो त्यो पानीले अब 3 खनका घुमाउ भयो राखा पानी पनि लगेर यहाँ पहिला उतै मलाई रिस उठेछ तर होइन नि त उसको चाहिँ राम्रो खिच्दिनु अरे अनि मेरो चाहिँ भ्यात्त परेको खिच्नु अरे अनि नि न उसको चाहिँ बुढी घटा भनेपछि टक्क घटाएको बेला खिच्दिनु मेरो चाहिँ बुढी बढा भन्ने बेला टक्क खिचिदिन्छ पल्लवीले मलाई हेऱ्यो नबिगारी भन्दै पूजा गरिसकेर ल जसपालि तिम्रो गर्ने छ त्यही अब फुलले अब तेल लगाइदेऊ टाउकामा कपाल कोर्देऊ हामी त तोरीकै तेल लगाइदिन्थ्यो लगाइदे जस्तो गर न धेरै चाहिँ कसलाई लगाइदिने हो लगाइदेऊ अलि उसलाई चाहिँ नलाइदेऊ थोरै लगाइदेऊ रे त्योमा साडी चाहिँ हेर है ल्याम्पै लगाइदियो हुन्छ त्यहाँ चाहिँ कपाल पहिले कोरेर गाजल छ कि छैन गाजल त छैन गाजल पनि लगाइदिनु पर्छ आइलाइनर मस्कारा लगाइदिनु मस्कारा तरी परेर जोइ त अलि राम्रै होला भाइ चाहिँ छैन यतिकै पहिले न घाँटी त कस्तो भइरहेछ तलबाट चाहिँ ल्याउने हो पुजेर माथि झार्ने होइन फुल पनि हो एउटा केही फुलेन त नि कोपिला सोपिला चुडेर ल्याएको नि यो अर्ग्यानिक फुल रहेछ नि त्यसमा त अनि यति भए पनि यसो अनि प्लम सेटमा 5 वटा थुङ्गालाई 5 पाउन्ड भनेर फेरि 5 वटा त्यसकोबाट किन रुपैयाँ एक थुङ्गालाई 5 रुपैयाँको फेरि नेपालमै कस्तो महँगो रहेछ त ब्याकग्राउन्ड म्युजिक बजेन त देना गाइदिनु चिपकाले टिक्का फेरि अघि मैले कस्तो खतरा गाना बजाउँछु भने निधार भयो भनेर रातो टिका लगाएर यो डुप्लिकेट फुल लगाएर नाचे होइन त त्यसरी ए अ त हो त होइनको बेलामा खाली निधार भयो भाइ टिका पछाडि यस्तो हुनुपर्छ हैन टिका बीचमा कानमा खोज्दो रहेछ कत्रा आइरहेछ त 0.05 खतरा एउटा मात्रै दुई-तीनवटा मात्रै खिच्छु त राम्रो खिच्छु कहिले होइन त्यसपछि त ए लाफेरि चाहिँ उसले गफ लगाइदियो तिमीले क्यामेरा केही खिच्दैन अनि गफ लाग्यो आगो चाहिँ हेर है आगो चाहिँ ओइ त पल्लवीको लुगा कता छ बुद्धियो यहाँ छ बिचमा
हातमा थाप ल उल्टाबाट म खाएँ त पछि मिक्स हो ल अब के अब खाइ होइन त्यो त यस्तै हुन्छ नाके भन्लाई त प्रभावले त कहिलेको रिस पेर्दैछ है बुढाबुढी मिलेर भाइ टिका आएन त्यति मैले जानेछ जिन्दगी टिका कसले बिगारेर थाहा यसो गरेर यसरी सुर हाल्दै न दिदीकोमा गरेर भएन कहिले लाग्यो यसरी थाप्नु पर्ने रहेछ फुल रातो यो पनि राम्रो छ त्यो होइन त्यो हुन्छ यो साइडमा कानमा खेल्दैछ नि गाली कसले निनाले मै मात्र आछु होला नि आँखी झ्याल जस्तो गरेर खुट्टा थाप्ने हो हात थाप्ने ए ल पर्दैन खुट्टा हातमा लोक ढोग्न देऊ न हौ के हुन्छ हौ चाडबाडमा अरू बेला जाउ दिनेछ अब अरू बेला ढोगिँदैन अब यस्तै बेला हो निसालाई छिटो पटेका पड्काउनु पटेका पड्काउनु लाग्यो अब पटेका यो चाहिँ थोरको है यो हाई अब जाडो ल पड्काउँछ मम्मी अब कहाँ पुगिसक्छ ल हामी एक्टिङ है ल के एक्टिङ खोइ हामी गफ गरेर पड्काइदिन्छु भयो आयो देखिँदैन रहेछ र म त चक्रमा मात्र होइन त्यो टच न झिरझिर एकैतालमा बालौँ सबैजना छेउमा राखेको सर्टमा मम्मी आइसो आउनु दिदी यहाँ झिरझिरे बोलिसक्यो है गाइस खिच्दैछ ल यता गइस त सबैजना यता चाहिँ पढाउँदै यता झन्डै बाल
होइन यहाँले ठिकै छ यहाँ बिचमा आएर मलाई धोका दियो भने कहिले सकिँदैन त देख्दा लामो भएर हाम्रो धेरै लामो आन्टी र जेन्दाको सबैभन्दा लामो त्यही त कहिले सकिँदैन कालेको सक्यो त मेरो त अझै सकिएछ सँगैसँगै कालेको पनि सकिएन तपाईँ किन ल है होस् गर है ला बोलेन नि त ए बोल्छ सबै चाहिँ बोलेन हावाले लाइटरै बोलेन है क्या माथि आउनु फेरि तिमीलाई आज यो मेरो गिफ्ट होला ओहो आजको हार्डेस्ट वर्करलाई हार्डेस्ट वर्करमा म हार्डेस्ट वर्कर हामी दुईजनै होला है हार्डेस्ट वर्कर ल कहाँ बोल्छ आगो समात्ने मानी छ गफै देउँछ ल हेप्पी तिहार है के छ खबर बोलेको त परपर लानु बाई 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 ह्याप्पी तिहार मान्छेले खिच्यो ह्याप्पी तिहार बोल्दैन बोल्छ भने म त भाइको नि त नि सिधै नदिकन दक्षिणा दिएको आशिक दिएको
अर्को पार्टी आउँदा चाहिँ मजाले खेल्नुपर्छ है। वर्ष दिनमा अनि हाम्रो काका हुनुहुन्छ। ए नमस्कार है, नमस्कार नमस्कार। बनाउनुपर्छ नि हो आफ्नो चाड आफ्नो संस्कृति होइन। भाइले त झन् लागिहाल्नु मलाई हाम्रै घरको मान्छे। हेलो बोइटी बोइटी